हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ हामी कीर्तिपुरमा रहेको बागनाथ मन्दिर गइरहेका छौँ, जुन चाहिँ थापा गाउँमा बस्छौँ हामी चाहिँ। अहिले चाहिँ यहाँबाट लगभग 3 किलोमिटर जति टाढा छ हामी साथीहरू। अनि हिँड्दै हिँड्दै यसो चिसो पनि एकदमै बबाल रहेको छ भने ठाउँ पनि एकदमै बवालै छ जुन ठाउँमा हामी गइरहेछौँ। सो सबैले अन्तिमसम्म हेरेर साथ दिनु होला है। पछाडिको तरकारी चाहिँ यस्तरी लाउने गर्दछन् यतातिर चाहिँ। तरकारी अक्सर धेरै जस्तो ठाउँमा चाहिँ यहाँबाट जाने गर्दछ होइन। अहिले चाहिँ यो चाहिँ थापा गाउँको हो, बवाल बनाइरहेको छ। अब एकछिनमा चाहिँ हामी लगभग 10 मिनट पछि जस्तै 20 मिनट पछि चाहिँ हामी त्यो मन्दिरमा पुग्नेछौँ र त्यो मन्दिरको इतिहास र त्यो मन्दिरको सबै कुराहरू हामी हजुरहरूलाई डिटेल मार्फत बताउनेछौँ। लेट्स गो। अहिले उरालो बाटो लागेको छौँ। अगाडिपट्टि चाहिँ के थापा छाप हो कि त्यही बस पार्क रहेको छ भनेपछि त्यहाँबाट बस नपकडिकन हिँड्दै जाने हो। यहाँबाट पैदल यात्रा गर्दै होइन। एकदमै चिसो रहेको छ चाहिँ, हिउँनै पर्ला जस्तो भइसकेको छ भनेपछि हामी तपाईँलाई यस्तो बवाल ठाउँमा लग्नेछौँ आज चाहिँ, जुन चाहिँ एकदमै प्रसिद्ध अनि एकदमै रमाइलो ठाउँ रहेको छ। अहिले चाहिँ हामी खत्रीसा बस पार्क आइपुगेका छौँ भने यहाँबाट चाहिँ विभिन्न ठाउँको बसहरू सुविधाहरू रहेको छ। यहाँबाट जुनसुकै ठाउँमा काठमाडौँ भ्यालीभित्र जुनसुकै ठाउँमा पनि त्यो ठाउँबाट बस जाने गर्दछ भने चाहिँ खत्री छाप बस स्टेसन। सायदै कसैले सुन्नु भएको छ नि, भएको छ या भएको छैन तल कमेन्टमा बताउने है। सबसे पारामा दस रमाइलो पनि बवाल ठाउँ मान्छेहरू हेर्दै के गर्दैछ होला भनेर होइन, जसकै छैन खानखालाहरू क्रिस्का फाइनली कीर्तिपुरको डाँडा चढिसकेका छौँ भने चाहिँ अब चाहिँ लगभग अझै 10 मिनट जति अझै लाग्छ। त्यहाँबाट चाहिँ त्यस्तै छ, काम दाम केही छैन। काम खोज्नु गएको है 10 ठाउँमा लुट दिइरह्यो भने जब सेन्टर जहाँ हुन्छ काम दिन्छु, फर्म गर, यो गर त्यो गर भनेर लुट मार्छ कि यहाँ। जब सेन्टरमा चाहिँ कोही नजाने है गाइज, जाँदै नजाने जब सेन्टरमा। यस्तो छ यहाँको स्थिति। फाइनली हामी गइरहेछौँ। जहाँ पनि त्यस्तै छ पपुलेसन भने है। अब यो कीर्तिपुरमा चाहिँ प्राय लगभग 70% चाहिँ हाम्रो पश्चिमेलीहरू चाहिँ रहेका छन्। दुईवटा पूर्वको मान्छे देख्यो भने चाहिँ 5वटा चाहिँ पश्चिमको देखिन्छ क्या, त्यस्तो ठाउँ रहेको छ। बसहरू दह्रो छ। अगाडि मन्दिर देखिरहेछ, यताबाट देखिन्छ होइन। यताबाट चाहिँ पुल रहेको छ, एकदमै हाइटमा रहेको छ। त्यो पुल पनि एकदमै भाइरल रहेको छ। भनेर आउँछन्, जस्तो केही नहुँदो रहेछ भन्ने कुरा चाहिँ बुझियो। पछाडिबाट पोखरी रहेको छ भने पोखरी छ, रमाइलो। कहिले काहीँ यसो चिसोमा पनि फिल गर्नुपर्छ होइन। मन्दिरै मन्दिरको नगरी भनेर नि काठमाडौँलाई भन्ने गर्छन्। मलाई चाहिँ यहाँ महामारी जस्तो लागिरहेछ।
अहिले चाहिँ हामी मन्दिर जाने भने रोड गाडी प्रवेश निषेध भनेर लेखिएको छ। मुभी हेरेर चाहिँ आज चल्लियो भन्दै थियो होइन, भूतको मुभी हेरेर रहेछ। 3जना चिलिक्समा हिँडिरहेछ। यहाँको एउटा मेन समस्या भनेर चाहिँ के छ भनेपछि म तपाईँलाई देखाएको छु। जसरी जार हातमा बोकेर होइन पानी ल्याउनलाई यहाँबाट टाढा जानु पर्छ कि त्यस्तो छ। उकालो छ जे होस् रमाइलो छ। पानीको चाहिँ एकदमै समस्या छ यो ठाउँमा चाहिँ। रुम चाहिँ सस्तो मिल्छ तर पानीको चाहिँ एकदमै समस्या छ। हिँड्दा हिँड्दै हालतै डाउन भइसक्यो होइन, हिँडिरहेछौँ तिहार्ने प्रशस्तै छ सिलिक्स। तिनीहरू सायद यताबाट चाहिँ फाइनली हामी मन्दिर आइसकेका छौँ। अहिले चाहिँ मन्दिर यस्तो रहेको छ। यहाँबाट चाहिँ पछाडिपट्टि हाम्रो नेवारी खाजाहरू फुड स्टल रहेको छ होइन। यहाँबाट चाहिँ मन्दिरको भ्यू चाहिँ यस्तो देखिन्छ। फाइनली हामी मन्दिर प्रवेश गरिरहेका छौँ। अरू मन्दिरहरूमा घन्टी हुन्छ, यसमा चाहिँ घन्टी छैन कि अलि कत्रै टाइपको लाग्यो यो ठाउँ चाहिँ। अक्सर यहाँ हावा चाहिँ चिसो चलिरहेको हुन्छ है, हिउँदमा आयो नि हावा चिसो, गर्मीमा आयो नि हावा चिसो है। चिसो हावा चल्छ। डाँडाको टुप्पोमा छ यो, किर्तिपुरको टुप्पोमा यो मन्दिर चाहिँ एकदमै सुन्दर अनि रमणीय ठाउँ रहेको छ एकदम। सो म चाहिँ तपाईँहरूलाई पछाडितिर चाहिँ पछाडिबाट यस्तो बवाल देखिन्छ नि, भ्यू चाहिँ बवाल भ्यू देखिन्छ यहाँबाट चाहिँ। उस यताबाट चाहिँ यस्तो बवाल देखिन्छ नि है, एकदमै सुन्दर देखिरहेको छ। स्तम्भहरू सुन्दर ठाउँ रहेको छ। जस्ट अमेजिङ प्लेस है। यो खासमा मन्दिरमा चाहिँ हात्तीको माथि के बनाएर रहेछ है, यस्तो बवाल बनाएको छ नि। यहाँ के गर्नु बना होला है यस्तो चाहिँ। यस्तो रहेको छ मन्दिरको लोकेसन चाहिँ। यताबाट है पछाडिपट्टि यस्तो रहेको छ भने यसमा घन्टी है, एकदमै शान्त अनि एकदमै रमणीय ठाउँ रहेको छ। यो चाहिँ जस्ट बब्बाल रहेको छ। यहाँ चाहिँ बस्छन् भनेर हो सायद, माथि जान्छन् भनेर होला यस्तो बनाएको चाहिँ। यस्तो देखिन्छ उस यतातिरको दृश्य चाहिँ। सो एकदमै शान्त अनि सुन्दर ठाउँ रहेको छ भने पछाडिको भ्यू चाहिँ यस्तो रहेको छ। यो चाहिँ डाँडाको टुप्पोमा भएर पनि अक्सर चारैतिर देखिरहेको छ। अहिले चाहिँ हामी मन्दिरबाट अर्को ठाउँमा गइरहेको छौँ जुन चाहिँ एकदमै लामो स्टोरी बोकेको छ होइन। एकदमै यहाँबाट जानुपर्छ त्यो ठाउँ चाहिँ। एकदमै लामो स्टोरी बोकेको, त्यहाँ चाहिँ धेरै प्राचीन कालदेखिको त्यो ठाउँमा चाहिँ एकदमै तरवारहरू जस्ता साधनहरू रहेका छन्। त्यो चाहिँ यहाँबाट जाइन्छ होला सायद, आउनु त आएको सायद यताबाट हो जस्तो लाग्यो मलाई।
एकदमै सुन्दर अनि हिस्टोरिकल प्लेस रहेको छ यो चाहिँ। यो लाइले देखाएको चाहिँ मूर्ति के को हो त्यो ठ्याक्कै थाहा भएन है। तपाईँहरूलाई थाहा छ भने कमेन्टमा बताउनु होला है गाइस। यस्तो छ के बोल्छ मलाई थाहै हुँदैन होइन। सन् 1996 को बाइक होइन। के बोल्छ नि यो नेवारहरूले के बोल्छ कोरियन भन्दा नि झन् डेन्जर बोल्छन् है। खै के बोले होला होइन। चढाले फिस्टेछ है। ए बाटो यहीँसम्म रहेछ त। ए अब उताबाट जानु पर्ला सायद यहीँ बाटो हो जस्तो लाग्यो मलाई है। यो चाहिँ सबै नेवारी संस्कृतिमा यस्तो लेखिएको छ है। रमाइलो छ। ठ्याक्कै पहिला आएको थिएँ म 2 साल अगाडि आएको है। तर अर्को बाटोबाट आएको थिएँ। बाटो नै ठ्याक्कै बिर्स्यो कि कहाँबाट अस्ति घुमिरहेछ। हामी त्यो लोकेसनमा पुगेपछि चाहिँ हजुरहरूलाई देखाउँदैछौँ है। दामी छ क्या त्यो ठाउँ चाहिँ हेर्न लायक। अनि उतातिर पुल पनि रहेको थियो एउटा ब्रिज धेरै हाइटमा रहेको थियो। त्यहाँ पनि जानु पर्ला। आज त सायद टाइम हुँदैन होला लगभग 5 बज्नै लाग्यो। अब नेक्स्ट टाइम चाहिँ त्यो ब्रिज हामी हजुरलाई देखाउनेछौँ है। अनि यस्तो यता मलाई के लाग्यो भनेपछि चाहिँ यस्तो पछाडि त्यो बनाइरहेको हुन्छ नि यसै अस्तर वृद्धहरू बुवाहरू वृद्धहरू चाहिँ यस्ता बस्दो रहेछन् कि त्यो ठाउँमा चाहिँ त्यस्तो छ। ओए हेलो यहाँ त्यो मन्दिर चाहिँ यो रहेको छ। मेरो भाइ भेटिसकेको छ होइन। टुकै छ भाइ बस स्टार्टिङ गरेर है। त्यस्तो रहेको छ है।